हेलो एभ्रिवान गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। साथीहरूलाई स्वागत छ युट्युब च्यानलतिर। म चाहिँ बाहिरतिर निस्किँदैछु, साँझको समय छ भने एकदम मौसम चाहिँ एकदम अलिअलि चिसो छ, ठिकै छ। म सानो सानो अलि पार्लो खालको ज्याकेट लगाएर जाँदैछु। तपाईँहरू देखिराख्नु भएको छ म चाहिँ एक्लै छैन, मेरो दुईजना साथीहरू छ। कतातिर भनौँ सिन्धुली कतातिर रे सरको घर कति बिर्सिन्छ त्यो रुम्बा सर यतातिर। मेरो बिग फ्यान हुनुहुन्छ अरे हाम्रो सम्धी, एकदम भिडियोमा मेरो फेसबुक पेजतिर एकदम सपोर्ट गर्ने सम्धी हुनुहुन्छ उहाँ चाहिँ, भिडियोमा कमेन्ट गर्ने। अनि एकजना यतातिर छ मेरो रुम पार्टनर, बेड पार्टनर, खाना पार्टनर, सबै खानासाना खाने, यताउति हान्थ्यो, भाँडा सादा धोइदिने, हात धुने पानी ल्याउने मान्छे यही हो मेरो। टक्क आज 3 जना मिलेर डुल्न गइँदैछ। हेरौँ कहाँसम्म पुगिन्छ आज। खुट्टाले कहाँसम्म भ्याउँछ त्यहीँसम्म जाने कुरा छ आज हाम्रो चाहिँ। रात नपरुन्जेलसम्म हिँडेर जाने। अब रात परेपछि चाहिँ यताउति ट्याक्सी समातेर जाने कुरा भइरहेको छ। आज यात्रा अलि टाढै छ हाम्रो चाहिँ। म त्यहाँ त्यो ठाउँमा पुगेर पनि तपाईँहरूलाई भिडियो अपलोड गर्छु, त्यहाँको भिडियो बनाउँछु। साथीहरू गर्नु होला। म यही भन्न चाहेँ, साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरू यो ठाउँ चाहिँ यस्तो छ, डेन्जर छ। यतातिर सम्धिहरू हान्दैछ, उतातिर घाम डुब्दैछ, यतातिर हाम्रो एकजना सम्धी बाटो काट्दैछ, अनि यतातिर आकाशतिर प्लेनहरू पनि उड्दैछ। यो बाटो डेन्जर छ साथीहरू। म चाहिँ यो ठाउँमा भ्लगिङ गर्दैछु। साह्रै डेन्जर बाटो छ, त्यो मान्छे गइसक्यो, पाहाड बाटो काटिसक्यो। म चाहिँ जाने कार्यक्रममा हुँदैछ साथीहरू। यहाँ गाह्रो छ मलाई, बाटो काट्दैछु म पनि। गाडीको उतातिर घाम यति मजाले डुब्दैछ नि, यति मजाको भ्यू छ नि यो घाम देख्दाखेरि। मलाई दामी लाग्दैछ यो घाम चाहिँ। यस्तो छ यहाँ चाहिँ, यो बिजुली कहाँबाट आयो होला भन्ने कुराले मलाई तनाव दिइराखेको छ साथीहरू। ओह कति ठुलो बाटो हो यार, आमामा 5-6 लेयर छ त बाटो त यार। के हो यार, माई गड, मरुभूमि यही हो यहाँ। हेर्नु मरुभूमि यतातिर यस्तो छ, यतातिर यस्तो छ। हाम्रो रुम्बासर पारे पुगिसक्यो, हेर्दैछ, डुल्न जाँदैछु साथीहरू। गाह्रो छ गाह्रो। यतातिर हिँड्दैछु। ए मरुभूमिको यात्रा। म अहिले तपाईँहरूको सामुन्ने यो कुबेरको बौद्धरदेखि बोल्दैछु साथीहरू। यस्तो रहेछ यो बौद्धरतिर, यो पिलर के भन्छ त्यस्तै होला यो सायद, पिलर सिलर लगाएको छ। यो कुबेरको बौद्धरबाट आएर चाहिँ हाम्रो यतातिर साउदीतिर बिजुली चाहिँ आज निकै टाढा गइयो। म अगाडि भनेको थिएँ तपाईँलाई टाढा जाँदैछु भनेर, पुग्यो कुबेरको बौद्धरसम्म साथीहरू। म अझै पनि जाँदैछु, कहाँसम्म पुग्छु त्यो कुबेरको बौद्धरतिर कतातिर नुन खानिन छ अरे भन्ने सुनेको थिएँ। सकेसम्म म त्यो ठाउँमा पनि जानेछु साथीहरू। म तपाईँहरूलाई त्यहाँको भिडियो पनि अपलोड गराउने प्रयास गर्नेछु। नै हो कुबेरको बौद्धर, ओमनको बौद्धर, कतारको बौद्धर, कहाँसम्म पुगिन्छ। मेरो चाहिँ घुम्ने कार्यक्रम चाहिँ जारी नै रहन्छ साथीहरू। तपाईँहरू हेर्नु त यहाँ कुखुराको त्यहीँ देखो, कुखुराको पाइला। आमामा कहाँबाट आयो यति धेरै कुखुरा, पऱ्यो बाउहरू हिँड्यो होला। यस्तो छ ला, रोडमा आइसक्यो म। होइन किन रङ साइडबाट गाडी आयो मलाई थाहा भएन त्यो चाहिँ। यताबाट गाडी यताबाट आउने हुन्छ। डबल रोड खै यहाँ बिचमा ऊ पनि लगाएको छैन, त्यही भएर म झुकेको के खासै देखेन नि त। उतातिर प्लेन होल्डिङ छ कि त्यो घुम्दैछ, खासमा ल्यान्डिङ होल्डिङ रहेछ त्यो चाहिँ घुम्यो। यस्तो त कौन डर लाग्छ, एक राउन्ड हान्दियो होला है त्यसले चाहिँ। उता पुरा एयरपोर्ट पुगेर फर्केर रहेछ त्यो चाहिँ। यो चाहिँ एयरपोर्ट पुगेर फर्केछ।